ओ माई गुडनेस डेन्जर एरियातिर ल्यायो त यार यो बहिनीले त मलाई मिसनबाट आएपछि टक्क घर सर बनाउने बन्दोबस्त मिलाइदिनु होला भगवान् भन्न चाहन्छु। हेलो एभ्रिवान ए हेदर लगाइरहेछ यो। हेलो एभ्रिवान हामी चाहिँ यहाँ शिवपुरीको जङ्गलतिर डुल्दैछौँ। कहाँ के झर्ना रे सरस्वती के झर्ना विष्णुमती झर्ना हिँडेको पुरै यस्तो जङ्गलबाट सर्टकट बाटो भनेर यस्तो आइरहेछौँ हामी चाहिँ। अनि यसले मलाई पुरै ब्यारेक डुलाइदियो। बल्ल यहाँ रोडमा निस्क्यौँ सर्टकट बाटो। हाम्रो बाटो देखाउने चाहिँ यहाँ छ पल्टनको डक डिओजी डक हेलो हामी चाहिँ यतातिर आइपुग्यौँ। यो चाहिँ कुन डाँडा हो त? यस्तो दामी देख्दो रहेछ। हामी यत्रो जङ्गल पार गरेर यता आइसक्यौँ। अनि यतातिर नि यस्तो रहेछ या होइन यस्तो जङ्गल छ। जङ्गलको यो जङ्गल यता बाटो। हेलो बाबा हेलो हामी चाहिँ यता आइपुग्यौँ। कहाँ यहाँ बाटो थियो यहाँबाट नि बाटो छ र ल यस्ता रहेछ न। यहाँ चाहिँ विष्णुद्वार जक्सन डाँडा गाउँ चाहिँ यता रहेछ नागी गुम्बा। ओइला एउटा गीत गाइदिउँ न त हामी। झरनाको चिसो पानी मुनिले ल्याउ पर्यो हो कस्तो यारले त गीतै बिगार्छ हौ। झरनाको चिसो पानी मुनिले पर्यो गम्भीरता सिमी राम्री के हो गीतै आएन यार यस्ता छन्। हामी चाहिँ यहाँ आइपुग्यौँ। ल यो अब यही हो झर्ना। झरनाको चिसो पानी पर्यो यस्तो रहेछ नि त्यही हो झर्ना। कहाँबाट जाने? हामी चाहिँ झर्ना साथसाथै मन्दिर पनि छ अरे माथि भनेर बहिनीले यतातिर ल्याइरहेछ। अनि आउँदैछौँ हामी। अब यस्तो एरिया छ है जङ्गल चाहिँ डेन्जर। ओहो यस्तो पो रहेछ है कस्तो डर लाग्दो छ यार अँधेरो नअँधेरो। ओ माई गड त्यो मोबाइलमा मात्रै यत्रो उज्यालो देख्दो रहेछ। यहाँ रेलमा चाहिँ लास्टै अँध्यारो देखाएको छ है। कहाँ हो खासमा मन्दिर? ओ माई गुडनेस डेन्जर एरियातिर ल्यायो त यार यो बहिनीले त मलाई। अबे भित्र जाने हो? होइन जुत्ता खोल्न त लाज म मोबाइल समात्छु तिमी यो समात। आमामा जुत्ता खोल्न त जुत्तै भिजाएरै जाने हो। नकर न मलाई त डर लाग्यो। कसरी छ मर्नु यार चिप्लो छ यार झन्। ओ माई गड आमा कस्तो अँध्यारो रहेछ यार। अहिले यहीँबाट फर्किने हो?
मलाई डर लागिसक्यो थियो कता खोल्ने राख्ने जुत्ता चाहिँ कसम मलाई त लास्टै डर लागेको थियो यार यस्तो अँधेरो सरस्वतीले मलाई कस्तो ठाउँमा ल्याइदियो जुत्ता के गर्ने यो मेरो मोबाइलमा मात्रै उज्यालो देखायो क्या लास्टै अँधेरो छ यो गुफातिर त ओ माई गड यहाँ चाहिँ जुत्ता खोलेर बोक्नुपर्ने रहेछ मेरो जुत्ताको हालत फेरि के हो अब हेर्न सरस्वती त उहाँ पुगिसक्यो रोकेर मेरो म कभर हाल्छु मोबाइलमा खोइ कहाँबाट पानी झर्रहेछ यहाँ त ओ सेट सरी छिटो छिटो हिँड न हो यो मान्छेहरू फर्किरहेको बेला हामी नि फर्क्यौँ अघि यहाँ मान्छेहरू हुँदै हामी आउनुपर्ने यार अलि ढिला भएछ नि त डर लाग्दो ठाउँ रहेछ यार मलाई त लास्टै डर लाग्यो यो माथि कहाँ जाने बाटो ओ माई गड यहाँ रहेछ पूजा गर्नु हामीले त पूजा गर्ने सामान पनि त केही ल्याएन नि त अनि तर कस्तो ठाउँमा रहेछ नि यसरी ल ए तिम्रो त ब्याग ल ल ल अब चाहिँ हामी यहाँ पूजा गर्न जाँदैछौँ यहाँ हाम्रो चाहिँ जुत्ताहरू चाहिँ यता राखेर भेरी डेन्जर एरिया ओइ आऊ न ढुङ्गा खोज्नलाई त्यो घर यतिकै त पर्दैन होला त ढुङ्गा नखोजिकन ओइ 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 झन् लडे यार खै जाऊ राम्रो राम्रो ढुङ्गै छैन त यार अलि दामी दामी ढुङ्गाहरू चाहिने होला नि त घर बनाउनलाई त यस्तो ढुङ्गाहरू चाहिने होला होइन यस्तो यो चाहिँ हुन्न रहेछ यार खै यार राम्रो राम्रो ढुङ्गै छैन हौ ओके अब हामी चाहिँ ढुङ्गा खोज्छौँ है अब चाहिँ मलाई यहाँ भिडियो बनाउनु नि मलाई त गाह्रो पो लाग्छ यसो गरेर त खासै भ्लगर त बन्न सक्ला जस्तो लाग्दैन मलाई धेरै चाहिँदैन ठुलो घर चाहिँदैन हामीलाई सानो घर भए नि हुन्छ ल यहाँ एकछिन रोक म नि ढुङ्गा खोज्छु यहाँ मोबाइल बन्द गर्नु पर्यो हेलो हामीले चाहिँ मेरो घर चाहिँ त्यहाँ सरस्वतीको घर चाहिँ यहाँ हामीले यहाँ घर बनाएको छु भगवान्को सामु अब भोलि पर्सि मिसनबाट आएपछि टक्क घर सर बनाउने बन्दोबस्ती मिलाइदिनु होला भगवान्
भन्न चाहन्छु। ल अब चाहिँ हामी जान्छौँ। एकदम रमाइलो रहेछ, राम्रो रहेछ, राम्रो लाग्यो। कस्तो राम्रो घर बनाइराख्नु भयो। ल एकछिन ढोक न हौ। अब चाहिँ हामी यहाँबाट फर्किन्छौँ, जुत्ता लिन जान लागेको। यो चाहिँ के अरे पापीहरू चाहिँ यहाँबाट फसिन्छ अरे। राम्रो मान्छे चाहिँ यहाँबाट छिर्छ अरे। यस्तो डेन्जरस रहेछ यहाँ चाहिँ। हेलो, हामी चाहिँ पूजा गरेर फर्क्यौँ। अब चाहिँ हामी झर्ना भाटामा जान्छौँ। आइए झन्नै लड्यो अघि, यहाँ खुट्टा जुत्ता खोलेको, अब मोजा पुरै फोहोर हुन्छ अब भनेर हामी चाहिँ हिँड्दै नै जाँदैछौँ। यस्तो छन् बाटो। यहाँ सरस्वतीको हालत यस्तो छ। फेरि हामी चाहिँ यहाँ दुईजना मात्रै हो भएको कारणले गर्दा चाहिँ यहाँ सेल्फी स्टिकमा राखेर फेरि माथिबाट दुईजना नै यसो होइन, हामी पनि यस्तो जङ्गल घुम्न आएको जसरी ग्रुपमा आएको जसरी भनेर यसरी हिँडिरहेको छौँ हामी चाहिँ। अनि दुईजना नै टक 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 लाएर हिँडिरहेको छ होइन। अनि भनेको खै कपाल सुमसुमाएर के गर्दै बस्छ। फेरि अब यस्तो गरेर के साथी मिलेर टक्क लाएर हिँडेको जस्तो गरेर हामी चाहिँ हिँडिरहेछौँ। यस्तो गरेर यहाँको जङ्गलको एरिया चाहिँ वा डरै लाग्दछ नि यार। यस्ता हामी चाहिँ यहाँ आइपुगिसक्यौँ अघिको ठाउँमा। अब चाहिँ हामी तल झर्ना चाहिँ फेरि तल रहेछ, त्यही भएर हामी तल जान लागेको। अब यस्तरी झर्नु पर्ने रहेछ। म चाहिँ यहाँ अब यस्तरी नै झरिदिन्छु। यहाँ डेमो देखाउँदैछ मेरो बहिनीले, फेरि डेमो देखाउँदैछिन्। यस्ता छन् यहाँ। अब के गर्नु, आफ्नो महलमा फेरि चासी दिन थाल्यो। अब के गर्नु, के रहेछ है आमा, कस्तो सिसा रहेछ नि त यार यहाँतिर त। ओहो निबरे बाटो त डेन्जर रहेछ हौ यता त। बाटो चाहिँ खत्रै रहेछ। हो यहाँको एरियाको भ्यू भन्दा पनि हामी दुईजनाको स्वर सुनेर डर लाग्छ होला यार मान्छेहरूलाई त। ओ एकचोटि कराम न। वनमा फुल्यो फुल बास्न के अरे आगे आगे तपाईँको गोला पछि मेसिन गन बरर सिक्रेट नदेऊ म बिडी खानेलाई माया नदेऊ। मलाई केले गर्छ हौ। ओइ ला यार ढुङ्गा गयो यार, मान्छे लाग्छ क्या हो। ला 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 यो चाहिँ हाम्रो अन प्लान है। यो चाहिँ अघि खासमा आज म स्वयम्भूमा गएर ब्याग मात्रै लिन जाने भनेर हिँडेको हामी खासमा चाहिँ। तर यहाँ बहिनीले फेरि जाम न त शिवपुरी जङ्गलमा झर्ना हेर्न भनिहाल्यो। अब आज फ्रीको दिन गइहालौँ न त भने बल्ल बल्ल पाएको छ बिदा। यो बिदामा त घुमिहालौँ भनेर। यहाँ यसमा झन्नै मेरो खुट्टा अल्झेर लड्यो यार। अनि हामी चाहिँ हिँडिहाल्यौँ। म त नजिकै होला सोचिरहेको, तर लास्टै टाढो रहेछ। अघि आउँदा चाहिँ हामीलाई हाम्रै गाडीले ल्याइदिएको थियो। अनि त्यही भएर सजिलो भयो। अहिले जाँदाखेरि खै केमा जान्छ थाहा छैन। अब यसले जे गर्छ यसले गर्छ। अब मलाई ल्याउनु नि यसले ल्याएको हो। तर यस्तो राम्रो ठाउँ रहेछ, मलाई धेरै राम्रो लाग्यो। सरस्वती बहिनी धेरै धेरै धन्यवाद। अब साथी न सङ्गी एक्लै रङ्गी चङ्गी भन्ने हो मान्छे हो म चाहिँ खासमा। साथी बिना साथी यतिकै एक्लै हिँड्ने। अब त्यहाँ सरस्वती र मेरो चाहिँ सँगै बिदा पास भएको के, त्यही भएर हामी चाहिँ दुईजनै अब घरमा चाहिँ अलिक
1-2 दिनपछि जाने भनेर बसेको। त्यही भएर चाहिँ घुम्ने मौका पाएँ। तर धेरै राम्रो ठाउँतिर आयो। झन्नै लड्यो यहाँ चिप्लेर झन्नै लड्यो। यस्तो रहेछ यार। ओइ यतातिर सर्प छ क्या यार। खासराम खोस्रङ गर्छ त हौ त्यहाँतिर हौ। ल हेर यस्तो ओह्रालोमा झरेर आएको हामी चाहिँ होइन क्या। होइन पानी रहेछ। यस्तो छ। ल अब चार्ज धेरै छैन साथीहरू। म हल्का क्लिप राख्छु। झर्ना चाहिँ यस्तो डेन्जर रहेछ यार। ओइ राम्रोसँग हिँड्ने अलिक। यता चाहिँ फेरि नेट पनि नचल्दो रहेछ। नेट चले भए यसो टिकटक सिकटक गीत सित बजाएर भिडियो बनाएको थियौँ। अब गीत सित बजेन। ल सरस्वती यहाँ समात त ल मै सिद्धिएछ। गाह्रो हुन्छ त। ओ यो पल्टीलाई चाहिँ के गर्छन् है। सरस्वतीलाई मल पकड्न दिएको। यहाँ के गर्छ घरि ठाडो गर्छ घरि त्यसो गर्छ। बिगार्छ म त यसले। झर्ना कस्तो चिप्लिँदो रहेछ यार। आमा गर्दै हो टक्क लाएर। अब चाहिँ मेरो आवाज सुन्दैन। अब चाहिँ म यतिकै भिडियो मात्रै बनाउँछु ट्याक्क लाएर। अब यहाँतिर मान्छेहरू पनि रहेछ। अलिअलि मान्छे पनि रहेछन् 1-2 जना। ओ म्यामतिर आउनु। दामी रहेछ। यहाँ चाहिँ फेरि पाइपमा पनि रहेछ। के हो यो यस्तो रहेछन् बाटोहरू। दामी रहेछ यार। अब ल यहीँ राख्छ जुत्ता। अहिले यहीँबाट जाने होइन। माथि नै राखेर आउनु पर्ने हो नि त। अनि जुत्ता चाहिँ के को फर्क्यौँ हौ। मेरो चाहिँ यो काम बिग्रिहाल्यो। अब ब्ल्याङ्कै लडिदिएँ म्यासका दाल। अनि लाइटै फुट्यो। जोड्न मिल्छ होला। मिल्नु चाहिँ यहाँको बढेको आया म्यास सुपुरी तरकारी। हेर्न साबुन पनि ल्याएर राख्दो रहेछ मान्छेहरू। नुहाउन आउँदो रहेछ यहाँतिर। ल यार चिसो लागेर मलाई त टाउकै दुखिसक्यो यार। कति धेरै चिसो पानीले हान्यो माथिबाट। टाउको दुख्यो अहिले त। अघि माथि मन्दिरमा जाँदा चाहिँ मलाई त गाडीमा टाउको दुखेको नि निको भएको थियो। यहाँ चाहिँ चिसो लाग्यो। चिसो लागेर टाउको दुख्यो हौ। अब चाहिँ हाम्रो यहाँको भ्लग चाहिँ यति नै। अब बाटोतिर यसो बाटोको पनि फेरि खतरा भ्यूहरू हुन्छ नि त। डरलाग्दो जङ्गलहरू। अनि त्यतातिर यसो लिपस्टिक हान्नु पर्ला। डेन्जर एरिया हेर्न। आफै महादेव कसले देला बर। पानी खुट्टा तन नलाएर यार।
अब हामी यो उकालो जाँदैछौँ ओके बाई बाई अहिलेको लागि चाहिँ यहाँको बाटो चाहिँ भाइहरू चाहिँ भर्खर आउँदै रहेछ झन् हामी फर्किसक्यौँ बिचरा ओह्रालोमा कामदै हिँड्दा छ सरस्वती चाहिँ सिकाइरहेको त्यो भाइ कस्तो कामदै गइरहेछ अब यहाँ बनमारा टिप्नै बाँकी छ चुम्की खेल्नुलाई सरस्वती यो टिप्न भने खाएको भिडियो बनाएको भ्याउँदैन अहिले अनि त्यो हेर न टिप्नु नि टिप्छ कस्तो आलु जस्तै टिप्दै यसले त तिम्रो देख्दै देख्दिने साग टिपेर ल भयो अहिले जाऊँ यहाँ यो बनाएको क्या मेरो हातको मात्रै मेरो फुल होइन क्या हातको मात्रै यो मात्रै यस्तो गर्ने अनि यसको टुप्पो यस्तो गर्ने र क्या अब त्यो मलाई देखाला अझै यस्तो गर्ने होइन अनि के गर्नु थाहा छ यता देखा मलाई कस्तो चिसो भएछ यार लाउन छिटो गरेर कतै खाम जस्तो भइसक्यो ए झोला पनि के ए रोके अलि राम्रोसँग देखाए देखेर खेल न ब्याग हान नि त ब्याग हेलो हामी चाहिँ यस्तो बनाएर ल्याएको छौँ होइन अब हिँड्दै हिँड्दै टक्क लगाएर चुङ्गी खेल्छौँ बालापनमा कोले खेल्नु भयो एकचोटि मदेखि सुरु हो ए उल्टो खुट्टाले गर्न लाग्छ ए 3 4 5 6 7 8 9 ओ माई गड तर सरस्वतीलाई टर्नी खेल्न आउँदो रहेछ 20 21 22 24 27 28 29 होइन तेरो राजु त राम्रो भएर होला 40 50 51 आया खुट्टा थक्यो खै दुईटा खुट्टाले खेल्ने अब मलाई के खेल्ला नेपाली 1 2 3 4 5 7 8 अब खुट्टा नटेके लास्ट अच्छी एकछिन रोक्यो भएन 9 10 11 12 13 14 मेरो खुट्टालाई पावरै नपुग्दो रहेछ 1 2 3 4 5 15 16 गले बाबा उतै झन्नै तल गयो ओके हाम्रो चुङ्गीकोलाई चाहिँ यति नै हो अनि यताको भ्यू चाहिँ फेरि खतरा छ है यस्तो हामी चाहिँ के अरे जङ्गलको बिचमै हामी यसरी चुङ्गी खेलेर बसिरहेको यता माथितिर नि यस्तो जङ्गल छ अनि यता नि यतिकै जङ्गल हो अनि त्यसपछि यता चाहिँ यस्तो देख्दो रहेछ यता पुरै जङ्गल छ अनि यहाँ चाहिँ अलिकति राम्रो रहेछ नि त्यही भएर हामी यहीँ खेलेको टेन ल बाई बाई यस्तो
यस्तो बाई गर्दा रोकाइ